हेलो दर्शकबिन नमस्ते। आई लभ यु इलाम, आई लभ कन्याम। र यो चाहिँ कन्यामको चिसो चिसो मौसममा तातो बनाउनु पर्छ अब। र ठिक छ, यहाँको अवस्था एकदम पानी परिरहेको छ होइन। यहाँ चाहिँ म यसो हल्का यहाँ साइडमा कटेरोमा बसिरहेको अवस्था गाइज। यस्ता हुस्से लागेर एकदम केही देखिने अवस्थामा छैन अहिले। र म ब्लग बनाइरहेको छु होइन तपाईँहरूलाई देखाउनको लागि। के छ त कन्यामको अवस्था भनेर होइन। र यस्तै छ गाई, चिसो चिसो छ होइन। चिसोमा एकदम तातो तातो बनाउनु पर्छ। अब यहाँको लोक आज चाहिँ होइन गाइस, लोकल भ्याले काटेर खाइदिने हो होइन। एकदम कुल छ या कुल। यही डरामा चाहिँ बसिरहेको छु होइन। यता अहिले अब अरू केही भ्यू देखिने अवस्थामा छैन अहिले, किनकि हुस्सेले एकदम अन्धकार बनाइरहेको अवस्था। र म चाहिँ यत्तिकै यहाँ मर्निङ वकमा हिँडिरहेको होइन। अस्ति म काठमाडौँ जाने भन्दै थिएँ तर क्यान्सल गर्नु पर्यो, किनकि आई लभ कन्याम होइन। इलामतिरै छ कि क्या हो, हाम्रो बसाइ चाहिँ इलामतिरै भइरहेको अवस्था होइन गाइज। र हुस्सेले एकदम यता पनि यस्तै भइरहेको छ। यो माथि उकालो डाँडातिर सबैतिर हुस्से नै हुस्से। र यहाँ केही देखिने वाला अवस्थामा छैन आज, किनभने पानी परिरहेको छ होइन। यहाँको वेदर वर्ल्ड ब्युटिफुल प्लेस एकदम ठिक छ होइन। यो वेदर पाउनलाई चाहिँ हामीले अरूले चाहिँ जाडै महिना कुर्नुपर्छ, तर तलतिर हो भने चाहिँ जाडै महिना कुर्नु पर्ने अवस्था। तर यहाँ चाहिँ 12 महिना यस्तै भइरहन्छ होइन। तपाईँहरू पनि आउनुभएको होला यहाँनिर। र जाडो भएर चाहिँ मैले ज्याकेट लगाइरहेको अवस्था। जस्ट फनको लागि है त। सबैजना सन्चै हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला। मेरो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। लाइक कमेन्ट सब्सक्राइब ठोकौँ गाइज है त। चिसो चिसो मौसम छ, तर किन जाडो लागिरहेको अवस्था। यो चिसो चिसो मौसममा चाहिँ तातो तातो चिया कफी होइन, लोकल भाले यहाँ कन्यामको खानुपर्ने अवस्था भइरहेको छ गाइज। हामी चाहिँ अब लास्ट आजै हो यहाँ कन्याममा बस्ने, अनि त्यहाँदेखि चाहिँ हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्नेछौँ। र ओके गाइज होइन, सबै ठिकै छ, मस्त घुमिँदैछ, मस्त रैला हानिँदैछ। हाम्रो केटाहरू चाहिँ सुतेको सुतैछन्, किनकि एकदम चिसो छ, हुस्से लागिरहेको अवस्था, पानी परिरहेको अवस्था। त्यही भएर केटाहरू उठ्नै सकेको छैन है। ओके, यो भ्लगमा यति नै गाइज। अर्को भ्लग नेक्स्ट आउने नै छ। ओके, बाई बाई गाइज, टेक केयर सबैजना।